हर्का साम्पाङ नेपालको सामाजिक समसामयिक राजनीतिमा चर्चित र प्रभावशाली व्यक्तित्व हुन्। उनी धरान उपमहानगरपालिकाका मेयरका रूपमा परिचित छन्। साधारण जीवनशैली, स्पष्ट बोली र निडर स्वभावका कारण उनी जनतामाझ निकै लोकप्रिय छन्। हर्का साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर आएका थिए। उनले परम्परागत राजनीतिभन्दा फरक ढङ्गले काम गर्दै आएका छन्। विशेष गरी धरानको खानेपानी समस्या समाधानका लागि उनले देखाएको सक्रियता सबैभन्दा प्रशंसनीय मानिन्छ। उनी आफै श्रमदानमा सहभागी हुने र जनतालाई पनि काममा जोड्ने गर्छन्। उनको भ्रष्टाचार, ढिलासुस्ती र बेइमानीको खुलेर विरोध गर्छन्। सामाजिक सञ्जाल मार्फत जनतासँग प्रत्यक्ष संवाद गर्नु उनको अर्को विशेषता हो। यसले गर्दा जनताले आफूलाई नजिकको नेता भएको महसुस गर्छन्। समग्रमा हर्का साम्पाङ इमान्दार, कर्मशील र जनमुखी नेता हुन्। उनी जस्ता नेताले देशमा सकारात्मक परिवर्तन ल्याउने आशा धेरैले गरेका छन्।